आज चाहिँ हाम्रो सालमा देवीटार भन्ने ठाउँमा देवी पूजा हुँदैछ। यहाँ चाहिँ को हौसल हो? हौसल दिवाङ के छ? पूजा खानु आएको हो? ए अनि यहाँ पूजाको तयारी हुँदैछ। तपाईँहरूलाई देखाउँछु। हाम्रो चाहिँ यो मन्दिर, यहाँ बस्ने ठाउँ। यहाँ पनि कति राम्रो छ। यहाँ चाहिँ हामी पूजा खान आमा छोरी आइराखेको छौँ। यहाँ पूजा गर्दै हुनुहुन्छ उहाँहरू। पूजा सक्यो कि हुँदैछ हौ, बाँकी छ? होइन, भाले पनि ल्याउनु भएको छ त भाउजू? हाम्रो पुजारी दाइ ए भाले जोडी पोती कहाँ छ अरे भाले पोती यहाँ छ यहाँ खोइ दिनु अरे यहाँ त थालिसक्यो त हाम्रो कामै छैन हाम्रो चाहिँ यहाँ पूजा सुरु भइसकेको छ। यो हो नि त पूजा भनेको यो ग्राफ्टिङ चाहिएमा चाहिँ सम्पर्क गर्नु होला है। यदि दुई मुखे यो रुद्राक्ष, दुई मुखे हुसेङ, यो चाहिँ राम्रो राम्रो जातको छ। चाहिएमा बिक्रीमा छ है, सम्पर्क पनि गर्नु होला। यहाँ यस्तो गरिराखेको छु। यो घर चाहिँ हाम्रो टेक्सन मामाको हो। यहाँ बेसी अगाडि हुँदैछ। यहाँ चाहिँ लिची भएको खाइएको थियो। यसपालि चाहिँ फलेको छ कि छैन? ए फलेको रहेछ, हरियो छ यो हाम्रो लिची चाहिँ। अनि यहाँ मकै पनि यत्रो यत्रो भइसकेछ। यो तल्लो घर चाहिँ हाम्रो धनी मामाको हो, धनबहादुर भुजेलको। बाटोमा चाहिँ जाँदा जाँदै मामाहरूको घर हुँदै म चाहिँ जाँदैछु। अब मेरो घर पनि पुग्न लाग्यो है। यस्तो फलिराखेको छ, झप्पै फलेको रहेछ लिची त। म चाहिँ ग्राफ्टिङ खोल्दैछु। यसरी खोल्नुपर्छ। यो फलाइरहेको छ। ग्राफ्टिङहरू गर्दैछु। यस्तो पलाएछ। यो चाहिँ अब निकालिदिने बेला भएछ है। ग्राफ्टिङको यो तल पनि खोलिदिनुपर्छ। यस्तो छ। अर्को पनि अब खोलिदिँदैछु। यस्तो खोलिदिनुपर्छ है। यो चाहिँ यस्तो खोलिराखेको छ है। दानाको रुखहरू पनि यो चाहिँ राम्रो बढिरहेछ। यो चाहिँ सल्की छ, यस्तै छ है। हामी चाहिँ यहाँ माइजीहरूको दिवाली र दिवालीमा आउँदैछौँ। दिवाली चाहिँ यस्तो छ। यता गर्नुहुँदो रहेछ, यो ठाउँमा चाहिँ गर्नुहुँदो रहेछ है माइजीहरूले दिवाली। भेडा ढालिसक्नु भएको? मामाले एकैछिन बनाइहाल्नुहुन्छ नि होइन? हो र? अनि उता भित्र त के ढालेको मात्रै। अझै मामाले भेडा फोड्नु लाग्दै हुनुहुन्छ। के पूजा पो अरे मामा यो? यो कुल पूजा हो। कुल पूजा भेडा है। यो चाहिँ खसी भनेर झुक्किनु होला, भेडा हो। त्यहाँ मामाले पोल्दै हुनुहुन्छ, बोजू उता पूजा गर्न जाँदै हुनुहुन्छ। यस्तो हुँदो रहेछ है, मलाई चाहिँ थाहा थिएन।
यता हाम्रो कान्छा भाइ मेरो छेमाको छोरा उहाँ जेठा ल अब एकछिनमा पकाएको देखाउँछु म चाहिँ आन्द्रा धुन लागिराखेको छु है ल ए आमा छोरीको टिकटक छोरी नै अल्गो देख्छु कहिले यो कराईमा चाहिँ भेडाको मासु पकाउन लागेको यो भेडाको मासु यही हो भेडाको मासु मान्छेले पकाउनु हुन्छ है यहाँ मामाले चढाउँदै हुनुहुन्छ यता चाहिँ बङ्गाइराख्नु भएको छ 10 वर्षमा आउनु भएको अरे हाम्रो बङ्गा ससुराली आशीर्वाद पनि दिनु मामा आशीर्वाद त मेरो नातिलाई यसपालो हुँदैन नि दसैँ मात्रै हो ए यो त पछाडि त टिका लगाइदिनु हुन्छ मेरो नाति नै आउनै छोडी गयो आजकल त निश्चय आउँदैन हो ल पैसा त मेरो नातिलाई ठुलो दिन्छु त हुन्छ आमाले लाउनु भेडाको मासु पकाउँदै हुन्छ माइजू उहाँ पर बसिराख्नु भएको छ बोजू चाहिँ त्यही धानको पूजा है आज नेपाली खाँदै हुन्छ पूजाको मासु भात चाहिँ मिठो हुन्छ है होइन हल्का दाइ फुलहरू पनि कति राम्रो फुलेको ल हेर्नु है यस्तरी फुलिरहेको